हेलो एभ्रीवान, मोस्ट वेलकम टू ब्याक। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल कुमार राई अफिसियल बल्कमा। त्यसै गरेर आज चाहिँ म ड्युटीबाट यसो मिनी बल्कमा भिडियो बनाउँदै ड्युटीबाट रुम फर्किने क्रममा यो चाहिँ यसो धेरै समयपछि हजुरहरू सामु उपस्थित भएको छु। त्यसै गरेर लाइक, कमेन्ट र नयाँ जोडिनु भएको छ भने मेरो भिडियोलाई, मेरो युट्युब च्यानललाई साथ सपोर्ट दिनु होला। ल हेर्नुहोस्, यस्तो छ यतातिर चाहिँ, यो चाहिँ दुवा कतारबाट, यो चाहिँ तपाईँको अफिसको छेउमा हैन, यसरी चाहिँ साइडमा सजाइएको छ फुलहरू बिरुवाहरू रोपेर। फुल त के भने बिरुवाहरू रोपेर। ल हेर्नुहोस्, अलिकति हावा प्रशस्तै चलेको छ, त्यसले गर्दाखेरि अलिक भिडियो पनि क्लियर त्यति राम्रो भइरहेको छैन। ल हेर्नुहोस्, धुलो उडेर है। त्यसै गरेर म चाहिँ यता गइरहेको छु। हातमा चाहिँ मेरो आज युनिफर्म, एज अ कम्पनीको युनिफर्म भएको कारणले गर्दाखेरि हजुरलाई देखाउन सकेको छुइनँ। अलिकति कम्पनीको नियम अनुसार हामीले फलो पनि गर्नुपर्ने हुन्छ, त्यसले गर्दा यो युनिफर्म चाहिँ मैले टी सर्ट चाहिँ हातमा बोकेको छु। त्यसै गरेर खाना लन्च लिएर आएको टिफिन पनि छ हातमा। यहाँ साथीहरू काट्दै हुनुहुँदो रहेछ, यो घाँसलाई चाहिँ केही मिलाउने कार्यहरू गरिराख्नु भयो रहेछ। त्यसै गरेर म चाहिँ कम्पनीको अफिसको साइडबाट यसो जाने क्रममा छु। ल हेर्नुहोस्, यसले गर्दाखेरि आज चाहिँ म छिट्टै बेलैमा ड्युटीबाट रुम जाँदै गरेको भएको कारणले गर्दाखेरि यसो सानो भल्क भिडियो बनाइदिउँ न त भनेर हजुरहरू सामु देखाउन गइरहेको छु है। यो चाहिँ कम्पाउन्डको ग्राउन्डभित्र भएको कारणले गर्दाखेरि होइन, साइडमा बिरुवाहरू रोपिएको छ। त्यसले गर्दाखेरि यो म जाने क्रममा छु। अब यहाँबाट बाटो मुड्दैछु है त। ल हेर्नुहोस्, चारैतिर साइडमा बाटोको साइडमा चाहिँ अफिसको छेउतिर चाहिँ यस्तरी बिरुवाहरू रोपिएको छ। त्यसै गरेर तपाईहरुले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ लाइक, कमेन्ट अनि सब्स्क्राइब पनि गर्न नभुल्नु होला। रनिङ अलिकति त कुद्नु पर्यो नि, हो एक्सर्साइज दिनु पर्यो। ल वाउ, गाह्रो छ जिन्दगी। यता ब्याकग्राउन्ड पछाडि देख्दै हुनुहुन्छ, यहाँ मस्जिद छ। त्यसै गरेर है, आज अलिक हावाहरू पनि चलेको छ, मौसम अलिकति होइन। ल हेर्नुहोस् है। थ्याङ्क यू सो मच। नेक्स्ट